हेलो नमस्ते। पक्कै पनि तपाईले आज एनपीएल रोयल भर्सेस विराटनगर किङ्स चाहिँ हेर्नुभयो होला नि त। आजको एनपीएल साथीहरू कस्तो लाग्यो आजको गेम तपाईहरुलाई हैन? बिफोर भिडियोमा चाहिँ मैले बनाएको थिएँ आज चाहिँ सुदूरपश्चिम जित्यो भनेर चाहिँ, तर हारेको थियो हैन। तर धेरै साथीहरूले अर्को गेम पनि जित पक्कै नै विराटनगरकै हो भनेर भन्नुभएको थियो। मैले भनेको थिएँ अहिले बाघ हो बाघ, टाइगर। अलि विश्राम गरेको उसले हारेको होइन, अझै गेम छ एक दुईटा भनेको थिएँ। आज देख्नु भयो नि तपाईहरुले, बाघ टाइगर झम्टिन्छ सिधै हाम्रा विराटनगर किङ्सका फ्यान्सहरू। सुन्नुहोस् है साथीहरू, आगामी ट्रफी पाउने पनि सुदूरपश्चिम रोयल्स टाइगर नै हो। तर मलाई कति नै डर लागेको थियो कि हल्का हैन। दिपेन्द्र ओइडी चाहिँ आएर तीन बलमा 3 रन लगेर चाहिँ आउट भएको थियो। कति न कति डर लागेको थियो कि मलाई हैन। आजको गेम चाहिँ हार्छ है भन्ने, हार्छ भन्ने चाहिँ खोल्दो लागिरहेको थियो। अरू पनि पछाडि छन् त भन्ने मलाई पनि त्यो पनि गर्व लागेको थियो। अब लास्ट चाहिँ कति ब्याटिङमा त देखाउँछ नि त, अन द स्पोट टाइगर हो टाइगर हैन। जति जे भए पनि टाइगर हो हैन। झम्टिन्छ साथीहरू। अब नेक्स्ट गेममा पनि हैन, फाइनल गेम जो हुन्छ नि, फाइनल गेममा पनि ट्रफी पाउने भनेको सुदूरपश्चिम नै हो गाइज है, त्यो नठान्नु। आज कति ओभरमा सक्यो थाहा छ तपाईहरुलाई? नकआउट गरेको सबै हैन, प्लेयर हुन्छ नि सबै आउट, विकेट लगेर। देख्नुभयो नि, रन नलागिसके पनि धेरै हैन, आखिर सबैलाई विकेट लगेर रन आउट गरेर जसरी पनि लगेर जित्यो नि त। त्यसमा गर्व गर्नु साथीहरू। टाइगरलाई कहिले पनि त्यो सुत्यो है टाइगर भनेर भन्ने साथीहरू है। मेरो जसले कमेन्ट गर्नु भएको छ आज म रिप्लाई गर्छु है, ह्याप्पी तरिकाले हैन। आज भेरी एक्साइटेड, ह्याप्पी छु। तर आजको गेम रिप्लाई गर्नलाई आजको गेम चाहिँ मैले हेरेको थिएँ तपाईहरुको त्यो कमेन्टको क्या हैन। ल ठिक छ गाई, नेक्स्ट टाइम पनि हामी हेर्दैछौँ, फाइनल पनि हेरौँला, केही छैन ठिक छ। बाघ जस्तै नभए पनि यस्तै हो बाघ। बाई बाई। नेक्स्ट ल है, सुदूरपश्चिम रोयल्स हैन सबैलाई धन्यवाद छ। आजको गेम पराजित गरेर चाहिँ हासिल गर्नुभएको छ विराटनगर किङ्सलाई चाहिँ अमूल्य हैन, अमूल्य रन लिएर आफ्नो जितको फाइनलको लागि गर्नुभएको छ। तपाईप्रति हार्दिक आभारी छु। जय नेपाल, जय सुदूर, तुफु सुदूरको शान त्यस्तै हो, सुदूरको शान भन्ने हो। बाबा।